ल हाम्रो दाजुले चाहिँ 2 वर्षदेखि बालेनलाई समर्थन गरेर है बालेनको फोटो आफ्नो गाडीको पछाडि अगाडि दुईपट्टि नै राखेर यतिको युवा चाहिँ देश हाँक्छन् भन्ने हिसाबले चाहिँ उहाँको समर्थनमा फोटो लाउनु भएको थियो गाडीमा। आज जुन उसले लिएको हिजोको आन्दोलन पछिको निर्णयले राजाले गरेको भन्ने जरिवानालाई मध्यनजर गर्दै राजाले गरेको आन्दोलन भन्ने हिसाबमा गर्ने व्यक्ति दोष आयो राजालाई होइन, जनताले गरेको आन्दोलनमा राजालाई दोष आएको हुनाले यो मान्छे पनि काम दिने खालको मान्छे चाहिँ होइन रहेछ भन्ने हिसाबमा फोटो झिक्नुभयो। अब हाम्रो दाजुलाई पचेन आन्दोलन दुर्गा परसाईले गरेको, तर दुर्गा परसाईको समर्थनमा राजावादीहरूले आन्दोलन गरे, राजा त पेटमा निक्लेका थिएनन्। यसमा के भन्नु छ दाजु, तपाईँलाई के भन्नु छ यो विषयमा? बालेन साला मैले अब मेरो गाडीको अगाडि पछाडि नै डेस्टरमा पनि राखेको थिएँ, तर जुन उसले एउटा कसैको करकापमा परेर हो कि केले हो राजा ज्ञानेन्द्रलाई दोष देखाएर क्षतिपूर्तिको माग सहित पत्र काटेको थियो। त्यो कारणले गर्दाखेरि आजबाट यो मान्छे मेरो नजरबाट गयो। अब त्यो सम्पूर्ण लुटपाट गर्ने नेकपा एमालेका अध्यक्ष केपी ओलीसँग फोटो खिच्नेले फलफुलहरू बोकेर हिँडेको भटभटीमा देखिएको छ। त्यसै गरेर अब पत्रकार एबी न्युजका पत्रकारलाई आगो लगाएर पुलिसले नै मारेको छ, किनभने मृतकको शरीरमा गोली देखिसकेको पोस्टमार्टम रिपोर्टबाट आएको छ। यो सबै युवासँग र त्यसै गरेर प्रहरीको मिलोमतोमा सम्पूर्ण घटना घटाइएको छ। दोष सबै राजा र दुर्गा परसाईलाई